फाइनली हेलो गाइस वेलकम बैक टू माय च्यानल। देखि नै भ्लग स्टार्ट भइसकेछ हैन। यहाँ चाचा र म चाहिँ यहाँ बीचमा आएको छु। आज चाहिँ यो घुम्नलाई आज छुट्टी पनि थियो हैन। अब यहाँ मान्छेहरु त राम्रो रहेछ, मान्छेहरु धेरै आउने रहेछन् हैन। यो ठाउँमा नुहाउन ओर्न धेरै 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 छुट्टीमा अनि यहाँ बोर्डिङहरु सो गर्नलाई नि आउँदा रहेछन्, बोर्डहरु चलाउनलाई हैन। यहाँ चाहिँ इधर भिडियो गरेका कुछ नहीं बोले नहीं करो। यो चाहिँ एकदम पब्लिक बीच रहेछ हैन। यहाँ चाहिँ मान्छेहरु यस्तो यस्तो छ हैन। पुरै 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 यो चाहिँ हामी बीचमा छौं हैन। बीचको चाहिँ यस्तो सलकर साह्रै ठुलो ठाउँ रहेछ के। बीच में दिखाओ ये। नहीं बीच में देखा रहा है सारे ठुलो ठुलो ठुलो। नहीं 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 बोले कि रोशन तुम कहाँ गए हो? नहीं मैं ले रहा है। ये खाओ, ये खाओ। हाँ बहुत मुश्किल नहीं। आइसक्रीम खाने आने आओ नानी बाबू। आज तो चाहते हामी चाहिँ यो एकदम बीचमा छौँ हैन। हाम्रो गाडी चाहिँ यहाँ परतिर पार्क गरेको छ। त्यही भएर यताबाटै यो बीच हो हैन। चाचा खा रहे। अब चाहिँ भने मेरो पनि आउन आँट्यो हैन। यो चाचाको यताबाट छ मेरो पनि अर्को। हामी चाहिँ अहिले बीच एरियामा छौँ। अहिले चाहिँ आइसक्रिम खानलाई यहाँ गर्मी छ पुरै हैन। गर्मीमा हामीले आइसक्रिमको लागि अब यहाँ आइरहेको छौँ। मेरो पनि अब आयो हैन। अब ट्राई गर्छु हैन। अब जाँदैछु। अब यहाँ फोटो लिए अरे हैन। यहाँको पनि अलिकति थियो पुरै समुद्र हैन। हेर्न सक्नुहुन्छ एकदम यो पुरै समुद्र छ। आज चाहिँ हामी यहाँ घुम्न आएको थिएँ म हैन। यो चाहिँ अब हाम्रो गाडी, अब गाडीमा बस्न गइरहेको छु। यहाँ चाचा हुनुहुन्छ ल। यहाँ चाहिँ अब ठुलो सपिङ सेन्टर छ। ग्राम बे के शॉपिंग सेंटर। गाउँ बेको सपिङ सेन्टर अरे। सिग्नल त के साह्रो साह्रो शॉपिंग सब खोल लो। अभी मैं ले रहा है थोड़ा। सिग्नल बल्ल त्यो चाहिँ यो एरियाको गाम्बेको सबभन्दा ठुलो सपिङ मल अरे। हामी चाहिँ अहिले अब गाडीमा छौँ होइन। सपिङ मल ये सेंटर पीक शॉपिंग, बहुत शॉपिंग है अभी। यहाँ पनि बजार राख्दो रहेछ बीचको ठाउँमा। बहुत शॉपिंग, बहुत शॉपिंग। देखो बीच बीच के बगल यहाँ बहुत फिश मंगल बहुत बेचते हैं। मच्छी खरीदना है? नहीं नहीं फेरि हामी बीचमा आइपुगेको छौँ हैन। यो प्यारोवे भन्ने ठाउँको बीच हो हैन। हामी अस्ति नै हाम्रो बोसहरूसँग आएको बीच चाहिँ उपरतिर अघि भर्खर पुगेर हामी आइसकेको छौँ। त्योभन्दा अझै अगाडि हामी चाचा र म दुईजना भएर चाहिँ हामी अहिले यो बीचमा आएको छौँ हैन। यहाँको अब हेर्न सक्नुहुन्छ रुख बिरुवा छ। यहाँ प्राय रुख बिरुवै मात्र एकदम रुख बिरुवा शीतल हैन। यहाँ मान्छे टुरिस्टहरू चाहिँ पुरै पुरै घुम्न आउँछन् यो ठाउँमा हैन। इधर थोड़ा इधर से जा सकता है चाचा? हाँ बिल्कुल। हाँ यहाँ यस्तो बनाइदिएको छ मान्छेहरूलाई हिँड्ने हैन ठाउँ बनाएको छ। बीच छ, मान्छेहरू जाने आउने गर्न सक्छन्। वो साइडमा उधर से त हामी अहिले भने चाहिँ बीचको छेउमा आएको छौँ हैन। र मलाई अघि चाचाले भन्नुभएको थियो ऊ त पहाडको छेउमा लैजान्छु भनेर। उहाँबाट यो पहाड टक्कै राम्रो देखिन्छ। र फाइनली अहिले चाहिँ हामी बीचमा छौँ हैन। यो बीच अब बीचतिर जाँदैछौँ, बीचमा छौँ। र यहाँबाट ऊ त पहाड साह्रै राम्रो देखिँदो रहेछ हैन। यहाँ पहाड ठ्याक्कै यो पहाडको छेउमै भने चाहिँ छेउमै आइपुगेको छु हैन। मुलबाट के कस्तो देखिन्छ त्यो त थाहा छैन, तर
बिच चाहिँ यस्तो छ, यहाँ चाहिँ घाँसै घाँस रहेछ, बोर्डहरू सिपहरू सबै छ यहाँ। र यहाँ त्यति खास ठुलो, अघि चाहिँ हामी ठुलोमा गएको छौँ, सबभन्दा ठुलो। यहाँ चाहिँ पानी होइन, यो चाहिँ एकदम समुद्रै समुद्र, सबैतिर चारैपट्टि समुद्रै छ होइन। यतापट्टि पनि छ ठाउँ घुम्नलाई, पर पनि छ, उता रहेछ जटर्ने। र हामी अहिले बिचको छेउमा छौँ होइन। आज चाहिँ हामी यो प्यारावे भन्ने ठाउँमा आएको छौँ होइन। एकदम हेर्न सक्नुहुन्छ हामी उतो पहाडको तारकटमा छौँ होइन। त्यो पहाड त बिच भागमा रहेछ के, ठ्याक्कै त्यो पहाडको छेउमा आइपुग्ने भनेको थियो, तर बिच भागमा रहेछ नि। तरै पनि हामी यहाँ समुद्रको छेउमा, चाचा यहाँ हुनुहुन्छ होइन। यहाँ चाचा हुनुहुन्छ, चाचा र म घुम्न आइरहेको छु दुईजना भएर। समुद्रमा एकदम इधर चाचा सबै भनिदिन्छ, यो सबै हाम्रो भनेर बोर्ड छेउछाउमा होइन। यो चाहिँ हामी समुद्रमा त फाइनली अब हामी चाहिँ अहिले माथिपट्टि आएको छौँ होइन। यहाँ चाचा र म अब गल्यो तल सिँढी चढेर आउनु पर्छ। ठाउँ चाहिँ राम्रै रहेछ, मान्छेहरू बस्न ओर्न यताउता गर्नलाई होइन। अब चाहिँ हामी गाडीतर्फ जाँदैछौँ। हामी पनि गाडीको छेउछाउ आइपुग्यौँ होइन। आज बिहानदेखि घुमेकै छौँ होइन। पुरै घुमै छु र अब हल्का अब घर जाने बेला पनि भयो, रुममा राति हुन्छ होला सायद। आज जाँदैछौँ होइन। हामी अब ठाउँ चाहिँ यस्तो छ होइन। यो चाहिँ अब हाम्रो गाडी अब जानुपर्छ, जहिले ढिलो गरेर हुँदैन होइन।